कहिलेकाहीँ एनिमेमा मेन क्यारेक्टरको टाइटल पाए पनि साइड क्यारेक्टरले स्पटलाइट एकदमै धेरै लैसकेको हुन्छ र जुन मेन क्यारेक्टर हुन्छ त्यो चाहिँ साइड क्यारेक्टर जस्तो फिल हुन्छ। यस्ता केही क्यारेक्टरहरू जसलाई चाहिँ तिमीहरूले पनि त्यसै सोच्यो होला हेर्दाखेरिमा। सबैभन्दा सुरुमा त कुरा गरौँ युजी इटादोरी। जेजेके भर्सको यो मेन क्यारेक्टर त हो, नामको त हो, तर गोजोले पुरै स्पटलाइट लगेको थियो। त्यसपछि गएर यसले आफ्नो मेन क्यारेक्टरलाई फोकस नै गरेन र गोजो सिल भएपछि पनि आफ्नो मेन क्यारेक्टरमा राम्रोसँग फोकस गर्न सकेन जुजुत्सु काइसनले। र एमएचएको डेकुलाई हेर्ने पनि डेकु पनि त्यही नै थियो केस। त्यहाँ तोदोरोकी र बाकुगो अलि बढी पपुलर भयो र तिनीहरूको अलिकति बढी फ्यान फलोइङ बढी भएर पनि डेकु अलिकति साइड क्यारेक्टर जस्तो फिल हुन थाल्यो। अल्दो पछि गएर त छुट्टै कुरा हो होइन, क्यारेक्टरलाई फोकस त गरे हो, तर अलिकति कतै न कतै के हो जस्तो फिल चाहिँ आउँछ। र अर्को कुरा भने बोरुतो। बोरुतोको आफ्नै सो हुँदा हुँदै पनि नारुतोलाई फ्यानहरूले अलिक बढी फोकस गरे, बढी खोजिराखे र सास्केको पावर र ग्रोथमा बढी ध्यान दिए हो। यस्ता चिजहरूले गर्दाखेरिमा चाहिँ आफ्नो मेन क्यारेक्टरलाई पनि साइडलाइन लगाएको हो कि जस्तो धेरै फिल हुन्छ। तिमीहरूलाई चाहिँ कुन चाहिँ मेन क्यारेक्टरलाई अलि बढी साइडलाइन लगाएको जस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु। थ्याङ्क यू।